आज चाहिँ कफी घारी घुम्न गएको थिएँ म होइन। यो चाहिँ एकदमै रहर लाग्दो रहेछ कि हाम्रो ओखलढुङ्गा कफी घारी र केरा घारी हाम्रो एक अर्काका परिपूरक जस्ता देखिएका छन्। किसानले गर्नुभएको खेती हो यो। करिब साँच्चै गजब छ है। 5 रोपनी समथिङ सम्म अहिले बिस्तारै फैलिएको छ। एकदमै रहर लाग्दो छ कि त्यहाँभित्र जाँदाखेरि। र यहाँ बिचमा उम्रेका परम्परागत हाम्रो खानेकुरा अम्बकहरू पनि जोगाएको रह बिचमा हाम्रा पर्यटकहरू घुम्न आउनुभएको छ यहाँ। तपाईँलाई यो कस्तो लाग्यो? बाइक लिएर आइज बाइक हुन्छ। तपाईँलाई यो फार्म घुम्दाखेरि कस्तो अनुभव भयो? मलाई एकदम रमाइलो लागेको छ। म गर्मीले ढल्दैछु कि। तर यो कफी घारीभित्र त खासै गर्मी छैन नि, तपाईँलाई अहिले नि गर्मी भएको छ र? मलाई कफीले हट बनायो। ए ल मलको लागि र दुधको लागि। अनि त्यसपछि यहाँ छ टिमुर होइन। हेर्नुहोस् यस्तै झुप्पा फलेको छ यहाँ टिमुर। हेर्नुहोस् त ल लटरम्मै छ क्या लटरम्मै। अब यत्रो बोटमा ल हेर्नु झुप्पा यहाँ हेर्नु त जता देखा लु टुप्पादेखि फेदोसम्म जता ल झुप्पै मात्रै देखिन्छ ल। अनि यहाँ अम्बक छ। अनि यहाँ चाहिँ त्यसको लागि मल बनाउने ठाउँ अनिखेर हिउँदमा पानीको लागि भनौँ न जे गरे पनि ट्याङ्की बनाएको छ एउटा विभिन्न प्रयोजनको लागि पनि हुन्छ। यो रहेको छ, यसको डिटेल हेर्न सक्नुहुनेछ।